ब्रह्म पदं वरेण्यं ध्यायेत् श्रीनारदाय अखिलतत्त्वशास्त्रे परमात्मतत्त्वादितिवेदविनमतं विरूपतापि श्रुतिश्रोत्रसारिता नान्यागते कृष्णपदारविन्दात् चन्द्रे सते ब्रह्म शिवादिवन्दितात् भक्ते चयोपातसुचिन्त्यविग्रह सचिन्त्यशक्तेरविचिन्त्यशास्त्रया कृपास्य दैन्यायुजे प्रजायते दया प्रेमविशेषलक्षणा भक्तेर्हन्याधिपतेर्महात्मना साचोत्तमा साधनरोग्यकापरा उपासरूपं तदुपासकस्य च कृपाफलं भक्तिरसापरं विरोधिनो रूपमथैर्दाप्तिर्येया इतिर्था प्रपञ्चसाधुभिः ब्रह्मा मुरारे त्रिपुरान्तकारे भानो ससेवो विष्णुः बुधश्च गुरोश्च शुक्राश्च केतवा सर्वे ग्रहा शान्तिकरा भवन्तु नवग्रहा शान्तिकरा भवन्तु त्रिजलं तृणाकारं त्रिनेत्रं चतुर्धायुतं त्रिजन्मभावसुधारं जलपात्रं सुवर्णं नानासुगन्धपुष्पाणि ऋतुकालोदभानि च पुष्पाञ्जलिर्मया दत्ता गृहाण परमेश्वर बोले सिद्धार्थ महाराज को महाराज को राधा कृष्ण भगवान को भगवान को देवी तुलसी महारानी को ऋषि तर्पणी महोत्सव को पूर्णिमा महोत्सव को भागवत सुंदरों को सरस्वती माता को सप्तऋषि मुनिहरू को नदी तीर्थहरू को पर्वतहरू को देवदेवताहरू को जय जय श्री राधे श्याम राष्ट्रदेव कृष्ण भगवान को पार्वती पतये देवघाट तीर्थधाम को नारायणी गंगा माता को अष्टी पहाड सबै भगिनीहरू जो उहाँले ज्यान गुमाउनु पर्यो उहाँहरूको उत्तम गति प्राप्तिको लागि कामना गर्दै एकखेर ओम भनौँ है सबैले सबै उहाँहरूलाई चाहिँ उत्तम गतिको प्राप्ति होस् यही कामना राधे अब जाने पूर्ण पात्र भनेपछि क्षमा विसर्जन धेरै बेला लाग्दैन दस 11 12 का दक्षिण हो बाबु आरती सबैलाई घुमाइदियो केही फरक